रश्मि पनेरुसँग लिभिङ टुगेदर बस्दै आएका भनिएका सिकन्दर अहमदले अहिले गोप्य कुरा खोलेका छन्। आउनुहोस् आज सिकन्दर अहमदले गोप्य कुरा खोलेसँगै उता रश्मि पनेरु पनि निकै बलियो बनिएकी छन्। यस विषयमा केही चर्चा गर्नेछौँ। पछिल्लो समय सामाजिक सञ्जालहरूमा रश्मि पनेरु, योगेन्द्र भाट र त्यसै गरी सिकन्दर अहमदलाई लिएर धेरै खाले टिका टिप्पणीहरू भइराखेका छन् र यस विषयमा अहिले सामाजिक सञ्जाल टिकटकहरूमा विभिन्न खाले आरोप प्रत्यारोप भइराखेका छन्। एकअर्काले आरोप प्रत्यारोप गरिरहँदा आफै कसैलाई जलन भएको छ, कसैलाई बलियो बन्नु छ, कसैलाई स्ट्रङ हुनु छ, कसैलाई मुभ अन हुनु छ। यी सम्पूर्ण कुराहरू भइरहँदा आज कसले के गतिविधिहरू गरिराखेका छन् भन्ने विषयमा तपाईँहरूलाई जानकारी दिनेछु। सबैभन्दा पहिले त योगेन्द्र भाट, जसले यो घटनालाई छताछुल्लो बाहिर ल्याए र पछिल्लो समय आफू चुपचाप बसेका छन् यो घटनाको बारेमा। योगेन्द्र भाट जो रश्मि पनेरुका श्रीमान हुन् र उनले रश्मि पनेरुलाई आफूले दुःख सुख गरेर पढ्नको लागि भनेर अमेरिका पठाउने जुहो गरे र अमेरिकासम्म पठाए र उनले अमेरिका पठाएको 1 वर्ष नबित्दै उनको जीवनमा एउटा वज्रपात आइपर्यो। त्यो वज्रपात पनि यति असह्य थियो जुन उनले यदि कानुनी रूपमै त्यो पाए पनि एउटा भावनात्मक हिसाबले निकै असह्य पीडा अहिले योगेन्द्र भाटले भोगिराखेका छन्। त्यो पीडा छ उनले आफूले सिन्दुर हालेर ल्याएको श्रीमतीलाई अहिले गुमाउनु परेको छ, त्यो पनि अर्कै देशको नागरिकसँग नाम जोडिएर। अर्थात् उनले अब डिभोर्स दिने कुरा गरिरहँदा उता सिकन्दर अहमद त्यसै गरी रश्मि पनेरु भने निकै बलियो भएका पोस्टहरू सामाजिक सञ्जालमा आइराखेका छन्। रश्मि पनेरु हाल्छिन् नो शासन, रश्मि पनेरु इम्पावर्ड, जे भए पनि अनिश्चितता र जे भए पनि भन्ने शब्दमा नो शासन अनि यस्तै वर्डमा आफू निकै बलियो भएको र स्ट्रङ भएको, योबाट अब मुभ अन हुन खोजिराखेको जुन भाव रश्मि पनेरुको पोस्टमा देखिन्छ सामाजिक सञ्जाल टिकटकमा तपाईँले हेर्न सक्नुहुन्छ। त्यहाँनिर रश्मि पनेरुले त्यस्तो भाव प्रस्तुत गरिरहँदा उता सिकन्दर अहमद जो पाकिस्तानी नागरिक हुन् र योगेश भाटले तिनै पाकिस्तानी नागरिकले आफ्नो श्रीमतीलाई लिभिङ टुगेदरमा बसाल्दै ल्याएको र त्यो कुराले आफू निकै जलन भएको, छटपटी भएको। यदि त्यस्तो भए पनि आफूले त्यो कुराबाट आफ्नो श्रीमतीलाई पन्छ्याएर अँगाल्न सक्ने बाटोहरू प्रशस्तै भएको, तर त्यो कुरा चाहिँ उनकै श्रीमतीले सम्भव हुन नदिएको अर्थात् सम्भव नगराएको भनेर यता फेरि योगेन्द्र भाटको जलन छुट्टै खाले छ। यी सम्पूर्ण कुरालाई मिश्रित गरेर हेरिरहँदा अब के गोप्य कुरा खोले त? अहिले सिकन्दर अहमदले सामाजिक सञ्जाल टिकटकमा आफूले सम्पूर्ण कुराहरू प्राइभेट गरेर राखेका थिए। त्योभन्दा पहिले उनका सामाजिक सञ्जालका पोस्टहरू के थिए त्यो कसैले पनि अन्दाज गरेको थिएन, नजरअन्दाजमै थियो। त्यहाँनिर योगेन्द्र भाटले के देखे, उनले त्यो घटना बाहिर ल्याउँदासम्म उनको पोस्टमा के देखे भन्ने कुरा उनले नै जानुन्। तर त्यहाँनिर जब यो कुरा बाहिर आयो, हाइलाइट भइसकेपछि तिनै सिकन्दर अहमदले चाहिँ पाकिस्तानी नागरिकले यो कुरालाई उनले गुपचुप राख्नको लागि टिकटकमा भएका सबै भिडियोहरूलाई प्राइभेट गरे र प्राइभेट गरिसकेपछि उनले अहिलेसम्म 6-7 दिन बितिसक्दासम्म कुनै पोस्टहरू सामाजिक सञ्जालमा हालेन र सामाजिक सञ्जालमा नहालिसकेपछि यो घटना झनै एउटा फरक बाटो मोड्यो। त्यहाँनिर नेपालीहरू गएर सिकन्दर अहमदले प्राइभेट गरेको टिकटक एकाउन्टमा पनि गएर त्यहाँनिर उनलाई एकदमै डरो पेलिराखे र त्यसै गरी रश्मि पनेरु जसले पनि आफूले आफ्नो तर्फबाट भन्नुपर्ने कुराहरू उनले व्यक्त गरिन्, सामाजिक सञ्जाल टिकटकमै व्यक्त गरिन्। त्यो व्यक्त गरिसकेपछि उनी अब के बोल्छिन् भन्ने धेरैको प्रतीक्षा थियो। त्यो प्रतीक्षाको घडी पनि उनले समाप्त गरिदिएकी छन्। उनी त्यो विषयमा अब बोल्न चाहेकी छैनन्, किनभने उनले अब नो शासन, कसैको शासन लाग्दैन, इम्पावर्ड, अब रश्मि पनेरु जो हो त्यसरी नै बाँच्छे, योबाट मुभ अन भएर अब आफ्नै संसारमा जिउँछे भन्ने टाइपको कुरा त्यहाँनिर प्रस्तुत गरेकी छन्। र योगेन्द्र भाट जो चाहिँ रश्मि पनेरु र त्यसै गरी आफू मिल्न खोजिरहँदा पनि यो सम्बन्धमा आफू दुईजनाको कुनै पनि मिसअन्डरस्ट्यान्डिङ नभएको र यसमा चाहिँ सबैभन्दा ठुलो दोष चाहिँ उनै रश्मि पनेरुका आमा र बुवालाई दिइराखेका छन्। उनीहरू मिल्न खोजिरहँदा पनि उनको घर परिवारले मिल्न नदिएको, रश्मि पनेरुको यहाँनिर बिहे गर्दा पनि रश्मि पनेरुलाई
योगेन्द्र भाटले भगाएर ल्याएको र त्यहाँनिर जातको कुरा दिएर विभिन्न किसिमका टर्चरहरू दिइराख्ने बेला बेलामा त्यस्ता कुराहरू पनि बाहिर आइराखेका छन्, जो रश्मि पनेरूको घर परिवारबाट योगेन्द्र भाटलाई दिएका टर्चरहरू। र यी सम्पूर्ण कुराहरूले के बताउँछ भन्दा रश्मि पनेरू र योगेन्द्र भाटमा जुन प्रेम थियो त्यो प्रेमलाई योगेन्द्र भाटको परिवारले स्वीकारे पनि उता रश्मि परिवारले भने नस्वीकारेको, र यही कारणले अहिले त्यहाँनिर रश्मि पनेरूले जस्तोसुकै गलत कदम चाले पनि, अर्थात् गलत कदम भन्नाले अर्कै व्यक्ति रोजे पनि त्यसमा चाहिँ फुल सपोर्ट अर्थात् बलियो खम्बा बनेर उनकै परिवार अर्थात् उनकै बुवा र आमा उभिराखेका छन्। हुन त हरेक सन्तानको लागि उसलाई जन्म दिने आमा बुवाहरू उसको सन्तानको लागि उभिन्छन् नै, तर गलत कर्म अर्थात् गलत बाटो हिँडिराखेको छ भने त्यहाँनिर सच्चिनुपर्छ भनेर एउटा आधार पनि बन्न सिक्नुपर्छ अभिभावक भइसकेपछि भन्ने मान्यता राख्दै यो विषयमा अहिले पछिल्लो समय चाहिँ सामाजिक सञ्जालमा देखिएका टिका टिप्पणी जो आधिकारिक रूपमा यिनी 3 जनाबाट देखिनुपर्ने कुरा थियो, त्यसमा अहिले योगेन्द्र भाटले जसरी च्याटहरू आफ्नो पर्सनल च्याटहरू सामाजिक सञ्जालमा छरपष्ट पारे, अर्थात् सामाजिक सञ्जाल टिकटकमा राखे, र त्यो पछि त्योभन्दा अगाडि उनले दिएका अभिव्यक्तिहरू त छँदैछन्, र त्यो पछि चाहिँ योगेन्द्र भाट यो विषयमा कुनै पनि कुरा बोलेका छैनन्, र अब जे हुन्छ कानुनी प्रक्रियाबाट हुन्छ, र आफूलाई लागेको विदेश जाँदा आफूले काटेको ऋण र त्यो ऋण बापत आफूले धितो राखेको जग्गाहरू सबै फिर्ता आउनु पर्यो र आफ्नो परिवार पहिलाको जस्तै भइदिनु पर्यो। त्यो पछि ऋण मुक्त भइसकेपछि चाहिँ उनी पनि उनलाई एकदम स्वतन्त्र छोडिदिने र त्यो पछि उनले केही पनि नगर्ने भन्ने डिसिजन गर्दैछन् कि उनी यसलाई चाहिँ डिभोर्स गर्ने प्रक्रियामा के कता अल्झिएका छन्। उनले पनि यस विषयमा सामाजिक सञ्जालमा अबदेखि बोल्न नचाहेका हुन् कि यसरी सामाजिक सञ्जालमा छरपष्ट आइसकेपछि के गरिराखेका छन् भन्ने धेरैको चासो भइरहँदा योगेन्द्र भाटले कुनै प्रतिक्रियाहरू दिइराखेका छैनन्, र रश्मि पनेरूले पनि आफ्नो तर्फबाट भन्नुपर्ने कुराहरू टिकटकमा आएर भनिन्, आफ्नो तर्फबाट जताउनु पर्ने अर्थात् आम जनताले उनको बारेमा नकारात्मक टिप्पणी गरिरहँदा त्यो टिप्पणीमा उनले दिनुपर्ने उनको अभिव्यक्ति चाहिँ दिइन्, र त्यो पछि उनी पनि मौन रहिन्, र त्यो पछि उनले एउटा टिकटक पोस्ट गरिन् जसमा चाहिँ अब उनी स्ट्रङ हुँदैछिन्, उनी अब जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार छिन् भन्ने भाव देखाएर उनले सामाजिक सञ्जाल टिकटकमा अर्को पोस्ट गरेकी छन्। र त्योसँगै फेरि उता सिकन्दर अहमद जो चाहिँ पाकिस्तानी नागरिक भनेर योगेन्द्र भाटले उनैसँग लागेको भनेर जुन आरोप रश्मिमाथि लगाएका छन्, तिनै व्यक्तिले पनि आफ्नो प्राइभेट गरेका सबै कुराहरू जुन सामाजिक सञ्जाल टिकटकमा प्राइभेट गरिएको एकाउन्टलाई अहिले उनले पब्लिक गरिसकेका छन्, र त्यहाँनिर धेरै पोस्टहरू पनि हालेका छन्। पोस्टहरूमा पनि उनी पनि अब स्ट्रङ हुँदै र कसैको मतलब नगर्ने आश्रयका पोस्टहरू उनले त्यहाँनिर राखेका छन्। यी सम्पूर्ण कुराले अब यो केस कतातिर जान्छ भन्ने कुरा यो जसरी सामाजिक सञ्जालमा आयो त्यसरी उनीहरूको नितान्त व्यक्तिगत मात्रै रहन चाहेन अर्थात् भएन, किनभने धेरै घटनाहरू यस्ता समाजमा घटिराखेका छन्। यी समाजमा घटिराखेका यस्ता घटनाहरू आफ्नो जीवनमा मेल खाइराखेका व्यक्तिहरूले चाहिँ यसमा टिका टिप्पणी दिइराख्दा, जस्तै यो घटना योगेश भाटले मात्रै यो सामाजिक सञ्जालमा ल्याए, यदि नल्याएर यो घटना उनले गुपचुप नै कानुनी रूपमै मिलाउँथे सल्ट्याउँथे भने यो घटना कसैलाई पनि थाहा हुँदैन थियो। यस्ता धेरै व्यक्तिहरूले भोगिराखेका छन् नेपालमा वैदेशिक रोजगारीको लागि बाहिरिने श्रीमान उत्तिकै छन्, श्रीमती उत्तिकै छन्। त्यो श्रीमानले विदेशमा पीडा भोगिराखेको छ, कुनै श्रीमतीले नेपालमा पीडा भोगिराखेको छ, कुनै श्रीमतीले विदेशमा, कुनै श्रीमानले नेपालमा। यस्ती प्रक्रियाहरू नेपालमा अहिले बढ्दो वैदेशिक रोजगारीमा जाने अर्थात् वैदेशिक पढाइको लागि उच्च शिक्षा हासिल गर्नको लागि विदेश जाने जुन प्रचलन बढ्दै गएको छ, यी सम्पूर्ण कुराले अहिले पछिल्लो चरणमा नेपालीहरू प्रत्येक व्यक्तिहरूमा कुनै न कुनै हिसाबमा यो घटनाहरू लागू भइराखेकै कारण पनि यो घटनालाई आफ्नो टिका टिप्पणीहरू धेरै व्यक्तिहरूले दिइराखेका छन्। फेरि पनि यस विषयमा के हुन्छ अर्थात् ती व्यक्तिहरूले के कस्ता कुराहरू ल्याउँछन् त्यो पनि हामी तपाईँहरूलाई जानकारी दिनेछौँ भन्दै आजको विषयवस्तु यति नै। तपाईँलाई अहिलेसम्म भिडियो हेरेर यो विषयवस्तुप्रति दिनुपर्ने प्रतिक्रिया के छ तलको कमेन्ट बक्समा दिनुहोला। धन्यवाद।